थ्याङ्क यू म्याम, थ्याङ्क यू सो मच। मैले खास दाइले मलाई 2 विक्स अगाडि चाहिँ बाबु एउटा एड बनाऊँ अनि पूजा इज द ब्रान्ड एम्बेसडर भनेर मलाई भन्नुभएको थियो। त्यसपछि मैले पूजाको बारेमा जति रिसर्च गरेँ, आई थिङ्क पूजालाई पनि आफ्नो बारेमा त्यति थाहा छैन जति मैले थाहा पाएँ। एन्ड देन दाइलाई चाहिँ म डे 1 देखि नै के भनिरहेको थिएँ, दाइ लेट्स नट फोकस अन द प्रोडक्ट, लेट्स फोकस अन द प्रोडक्ट, लेट्स फोकस अन द इमोसन्स द्याट आर रिलेटेड टु द प्रोडक्ट। सो द नेम वीरा भनेको इट मिन्स ब्रेभ होइन, पूजा इज हर सेल्फ भेरी मच होइन ब्रेभ। अनि आई रोट द स्क्रिप्ट। एक्चुअली हाम्रो सुट गर्ने डेट आज थियो 13 जुलाई, बट पूजाको पर्सि आई थिङ्क सी हेज सम गेम्स टु प्ले। अनि लास्ट 1 विकमा आई रोट द स्क्रिप्ट एन्ड आई ग्यादर्ड माई टिम, माई क्रू। दाइलाई स्क्रिप्ट सुनाए। दाइले मलाई खास जहिले पनि एडहरू बनाउँदाखेरि चाहिँ आइड लाइक टु फोकस अन द इमोसन्स। अनि दाइले बाबु तँलाई जे गर्नु छ गर। मैले चाहिँ दाइले दाइ ट्रस्ट मी गुजबम्स आउँछ त्यो म निकाल्छु, गुजबम्स आएन भने म कामै गर्दिनँ भनेर। एन्ड म सबैजनाको खासमा फेसियल रियाक्सन्सहरू देखिरहेको थिएँ, कता कता अलि आँसु पनि देखेँ, दाइको पनि आँखामा आँसु देखेँ। अनि म्यामले रातिको 3-4 बजे भन्नुभयो। एक्चुअली 12 बजेर 15 मिनटसम्म मेरो साउन्ड डिजाइनरले ठ्याक्कै म्युजिक फाइनल गर्यो एन्ड वी केम। मलाई अघि हेर्दाखेरि आँसु आयो एन्ड देन आई थट ओके इफ मलाई आँसु आइरहेछ भने एभ्री वान विल एन्जोय द कन्टेन्ट अर भिडियो। आई वुड लाइक टु थ्याङ्क माई क्रू। नम्बर 1 एन्डिज अधिकारी इज देयर, द को डिरेक्टर वर्षाजी इज देयर, द को डिरेक्टर। माई ब्रिलियन्ट एक्टर्स आर देयर होइन। यति कम टाइममा 1 दिन प्र्याक्टिस गरेर हामीले यो एक्जिक्युट गरेको हो। त्यसपछि वीरा, आई डोन्ट नो वे यु आर, आई एम नट सिइङ यु, द लिटल किड होइन, जसले चाहिँ पूजाको बच्चाको क्यारेक्टरलाई लिएर द वे सी पोर्ट्रेड हर, आई वाज लाइक इज सी पूजा, लाइक लिटरली हुन्छ नि, जुन उसको पूजाको हाँस्ने स्टाइलदेखि लिएर सबै कुरा हामीले ट्रेन गरेर उसले 1 दिनमा त्यो एक्जिक्युट गरेको हो। माई साउन्ड डिजाइनर्स डिके साई सर एन्ड मिस्टर निकेश कार्की इज देयर। रातभरि बसेर जुन साउन्ड डिजाइन गर्नुभयो। त्यसपछि मिस्टर एडिटर मिस्टर सुदीप भिएफएक्स पाण्डे इज देयर। My brilliant actors Sabir sir, Sanbin bhai, and then and many more. Lastly, यो जुन तराईको जो स्टोरी हो नि, म आफै पनि टिपिकल तराईको मान्छे, टिपिकल मैथिली बोल्ने मान्छे। म चाहिँ झन् धेरै नै कनेक्ट गर्छु यो कुराहरूलाई, बिकज आफ्नै घर परिवारमा पनि देखिरहेको कुराहरू हो। सो सानो हुँदाखेरि दिदीले जिन्स लाउँदाखेरि दोज काइन्ड्स अफ स्टफ्स आई वुड नट लाइक टु फोकस मोर अन द्याट। थ्याङ्क यू पूजा फर बिङ सच अ ब्रिलियन्ट क्रिकेट प्लेयर and unknowingly you are a brilliant actor as well and it was very easy working with you. हामीले यो जति टेक्सहरू लिइरहेको थियौँ, पूजा वाज लाइक दाइ यो यस्तो गर्ने हो, यस्तो गर्ने हो। अनि मैले पूजालाई चाहिँ जहिले पनि नानु तिमी धेरै एक्टिङतिर नजाऊ, जस्ट रिमेम्बर योर सेल्फ होइन, आफूलाई रिफ्लेक्ट ब्याक गर, आफूले जे फिल गरिरहेछौ त्यही इमोसन्सहरू अटोमेटिकली आइ नै हाल्छ। म आफूलाई पनि थ्याङ्क यू भन्न चाहन्छु बिकज मैले यो धेरै कम टाइममा लेखेँ अनि एक्जिक्युट गरेँ। रेशमा भाउजू, रवि दाई, थ्याङ्क यू सो मच फर ट्रस्टिङ मी। दाईहरूलाई चाहिँ अब वीरा आएन भन्ने क्वेसन कहिले पनि आएन क्या। जेनरली अब कन्सल्टेन्सिजको एडहरूमा खोइ त वी डु आयल्स, वी डु दिस, वी डु द्याट भन्ने हुन्छ। डेफिनेटली वी निड टु डु द्याट, बट एट द एन्ड अफ द डे वाट वी स्ट्यान्ड फर भन्ने कुरा चाहिँ देखाउनुपर्छ एन्ड द्याट इज बिङ ब्रेभ, जुन चाहिँ आई थिङ्क एटलिस्ट लाइक मैले आफ्नो साइडबाट ट्राई गरेको छु र अब दाइले नै भन्नुहुन्छ अथवा भाउजूले भन्नुहुन्छ त्यो आयो कि आएन। Thank you so much everyone for watching this video, for taking time to come here and see this video, and I guess uplift Pooja as well, who is a brilliant cricketer and brilliant human being as well as a person. मैले जति काम गरेँ उसँग. So thank you so much guys. Last moment मा धेरै खतरा काम निकाल्यो हामीले, I hope. So thank you guys, thank you everyone.